एक्सक्युज मी हेलो हजुर डग्सहरूलाई जहिले खुवाइहाल्नुहुन्छ ए मैले भर्खर हजुर देखेको थिएँ क्या अनि डेली खुवाउनुहुन्छ कि कस्तो ए न त कस्तो कस्तो हुन्छ हजुरको रुटिन आज यहाँ भयो भोलि कता हुन्छ उतापट्टि डेली नै जानुहुन्छ बिहान ए डेली मैले एकचोटि सिंहदरबार पनि देखेँ जस्तो लाग्यो हजुरलाई हो सिंहदरबार ए लकडाउनमा चाहिँ हो ए एकचोटि डग्सहरू भएको ठाउँमा जानु मिल्छ फेरि कता छ अहिले यहाँतिर डग कहाँ जानुहुन्छ अहिले टाढे हो ए नजिकै हो ए हुन्छ यो सँगै जाउँ न र है म नि यसो सोसियल वर्कहरू सानो गरिरहेको हुन्छ कि अनि मैले हजुरलाई देखेँ होइन यो चाहिँ कस्तो अब यहाँ ठाउँ ठाउँमा हालेर जाने ए कागहरूलाई ए हजुरलाई चिनिसक्यो जस्तै त्यसो होइन यहाँ ए यसरी कागहरूले यहाँ सबै हाल्नुहुन्छ ओके ओके नाइस नाइस हजुरले त्यसै लकडाउनदेखि नै गरिरहनु भएको यस्तो डेली 20-25 वर्ष हजुर हजुर हजुरले एकदम राम्रो गरिरहनु भएको छ होइन मेरो तर्फबाट नि सानो एउटा केही सहयोग गर्न सक्छु होला होइन मैले नि है म नि केही सहयोग गर्न सक्छु कि भनेर ए हो हुन्छ कति टाढा होला यहाँबाट हजुर हजुर पहिला त लकडाउनमा त 26 जना थियो हजुर अहिले फेरि मर्यो कि ग्यास पिट्दो रहेछ फेरि मेरो तर्फबाट सानो मेरोबाट नि एउटा सानो सहयोग गर्नु है डग्सहरूलाई नै है हुन्छ हजुरले गरेको देखेर म सानो एउटा मेरो तर्फबाट नि माया मात्र गर्दै पनि पुग्छ नि नपिटिकन हजुर हजुर रानी पानी पोखरीमा सबै कुकुरलाई लखेटिएछ ए त्यहाँ बस्यो भनेर त्यो अपार्टमेन्ट डिपार्टमेन्ट के भन्छ हजुर 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 म के हल्का खुवाइदिउँ यहाँ हल्का हालिदिउँ म नि खाँदैन होला नयाँ हो ए हिँडिरहेको छ नि त हजुर हजुर ओके हिँडिरहन्छ दिन अलिकति औ औ औ यता औ नयाँ थाहा हुन्छ है खानुहोस् खानुहोस् हजुरको हात चाहिँ के भएको होला ए बच्चादेखि न ए गाह्रो है झन् यस्तो भारी बोकेर जानुपर्छ तपाईँले नि फेरि यो चाहिँ डेली बिहान कति बजी बनाउनुहुन्छ सबै ए बेलुका बनाएर ए ए ए हजुरको नाम के होला रश्मि तुलाधर ए के औ औ औ ला खाएन